अमेरिकामा त्यत्रो धेरै नेपालीहरू छ यसरी होस् न तपाईं मुझे चिडाउने कुरा नगर्नु नि त देश छोडेर भागेका मुझे देशमा घर नसा भागेको कुरा नगर के नेपालको कुरा गर त यहाँ छ म यहाँ छ साला अर्काको देशमा दास बन्ने मान्छे कुरा नगर के बाल मतलब छैन मुझे तिम्रो देखेर तपाईँ धेरै मुख नछाड्नु नि त अलिकति सबै भएर बोल्नु क्या घण्टा यो सभ्य भनेको शब्द के हो त्यो शब्द भनेको नेपाल देश जान्न सिक्यो मुझे शब्द भनेको फेरि आउँछ के देश गए पनि आउँदैन याद गर्थ्यो तपाईँको अब घर जलाइदिन्छु भन्दैछन् कसले जेन्जीहरूले मासल जेन्जीहरू आउँछ म कहाँ तपाईँको घर मैले जलाइदिनु जेन्जीको फादर मेरो घरमै जेन्जी छ म जेन्जीमा म चाहिँ यो यसमा म हिँड्ने मान्छे मुख छोड्यो भने आउँछ मैले देश खत्तम भएको नेपालीलाई 78,000 ऋण बोकाएको देखेन हो तैँले खर्च गरेछ अहिलेसम्म छैन किन तँलाई 78,000 को ऋण बोक्ने मेरो नाति अहिले यहाँ छ मेरो नातिले किन बोक्ने साला मैले अब आउने सन्ततिहरूलाई के गर्ने भने के तपाईँलाई अहिलेसम्म चाहिँ कलाकार भनेर माया गरिराखेर यस्तै बोल्दै गयो भने त्यो घर जल्छ भन्दै कमेन्ट गर्दै थियो अस्ति जलान मान्छे फलामले बनाएको घरमा के जल्नु साला म अनि म ठोक्छु नि त त्यहाँबाट मेरो घरबाट तिनतिरबाट आउँछु एकजना आयो ठोक्नलाई त 100 जना हुला 100 जना 50 जना त मार्छु म 50 जनालाई एकैचोटि तपाईँ सिंगल 50 जना 25 त हानिहाल्छु यार भाइ 25 हान्छु है मार हाने खोकेर चाहिँ एकै 4 जना जाने सामुराई त्यसै दुईटा राखिरहेको छु माछा काज काट्यो भने फुटो जाने जावनबाट किन ल्याएको त्यो को लागि हो देश बिग्रिन लाग्यो देश अस्थिर हुन लाग्यो देशको लागि गर्ने हो जापानले गरेको थियो के सेल्युट के याकुजालाई पनि सेल्युट सामुराईलाई पनि सेल्युट हाम्रो नेपाली खुकुरी छ नि खुकुरी बोकेर गएका हो नि त हाम्रो नेपालीहरू मैले यो अर्थमा चाहिँ आर्मीलाई भनेको होइन के यो त यो बलको घमण्ड कहिले पनि नगर्नु रे के हात्तीसँग नि बल हुन्छ तर मान्छेले तल आएर म आफैले कतिपल्ट इन्टरभ्यू दिइरहेको छु साला यो यहाँ एउटा ठुलो पछि भाइ पुग्दै भन्नुपर्छ हो कि नभन्छ यति कमजोर छ साल म तँलाई एउटा हेर्ने हो म यसलाई देखाउँछु म यहाँ औँलाले घोसेर यो अहिले यहाँ सुत्छ तिमी मलाई औँलाले घोसेर सुताइदिनु सुत्छ हेर्ने हो भो दाइ मलाई मा कसम भनेको भो दाइ भो म पनि सुत्छ भाइ त्यहाँ सुत्छ है म पनि सुत्छ